हेलो नमस्ते नमस्कार तपाईहरुको आयुको नाश गर्दै फेरि पनि आइसकेको छु म तपाईहरुकै बिग रोल मिलन चामलिङ राई भनेर कुनै समय चाहिँ इन्ट्रोड्युस गर्दै अहिले चाहिँ मिलन चामलिङ राई मात्र र मसँग छ यता विनोद। विनोद के छ तिम्रो हालखबर? मेरो एकदम ठिक छ। नि अब क्लासहरु सकिँदैछ, क्लासहरु सकिँदै जानु चाहिँ के भन्छौ? आएका यतिका समयपछि 1 वर्ष पनि अब छिटै सकियो जस्तो लाग्यो यार। ओ आजदेखि निहंगाको पनि सक्यो। मेरो पनि एकदम यता छ फेरि हाम्रो अरू चेलीहरू छ। यता सोनिया छ, सोनिया ठुस्किरा छ। आज चाहिँ हाम्रो के गरे के खाने योजना अरे सोनिया? चटपटे खाने योजना। चटपटे बनाउने कर्नरहरू हेर्नुहोस्, यता चटपटे बनाउँदैछ। यता फेरि भित्तामा काम छ। सबैजना व्यस्त छ। सेन्जेला पनि चटपटे भएर पठाऊ मेरो भाइ। भन्जुवाको ग्रुप हेर त यहाँनिर प्लास्टिकै खाँदैछ। उया कुमारी, उता कल्पना, उता ऊ हाम्रो अभिषेक केशव यता सपना, यता आशिका, यता विनोद, यता सोनिया। उपर 2 जना फेरि छुट्टै छ कि उनीहरू चाहिँ। उता पछाडि अर्कै छ फेरि आफ्नो ग्रुप छ यहाँनिर। म मात्र नखाने मजा आँखा र्याल काटेर बसिरहेको छु। बिरामी छु नि त त्यही भएर खाएको छैन। सक्यो हेर त रमाइलो। आज त फेरि के अरे एसएलसी दिएर छुट्यो जस्तो लागेको छैन तिमीहरूलाई? प्लस टू सकाए जस्तो फिल भएको छैन? प्लस टूको अन्तिम दिन फेयरवेलको दिन जस्तो लागिरहेको छैन? कस्तो लागिरहेछ भन? यो 15 महिना कस्तो रह्यो तिमीहरूको यात्रा जापानको? सुनाइदेऊ। 15 महिना 15 दिन जस्तो भयो। ल यो 15 महिनाको बसाइ कस्तो रह्यो जापान? 15 महिनाको बसाइ कस्तो रह्यो? 15 महिनाको बसाइ कस्तो रह्यो? के भन्छौ त अब निहंगाकोमा आउँदैछ विद्यार्थीहरू? उनीहरूलाई चाहिँ के भन्छौ त? अब आउने गएको चाहिँ के भन्छौ त? ओके कस्तो रह्यो 15 महिना? तिमी त नगए पनि जाँदैछौ? कहिले जाने हो? राम्रोसँग जाऊ। कस्तो रह्यो 15 महिनाको बसाइ? के छ? के हो भावुक भइरहेछ त तिमी भित्ता फर्केर? किन हो? अनि 15 महिना कस्तो रह्यो? कस्तो रह्यो तिम्रो 15 महिना? यता छ फेरि सबैजना। ओ नाच। हाम्रो सेन्से त्यहाँनिर भावुक भएर है। सेन्सेलाई चाहिँ हामीले यो उपहार दिएको। सेन्से रोइरहनु भएको छ कि यता हाम्रो गिफ्ट दिएको है यो चाहिँ सेन्सेलाई। पहिलेको नागा यात्रा कस्तो रह्यो? 15 महिनाको जापान बसाइ कस्तो रह्यो? राम्रोसँग जाऊ। भोलि अब भेट होला नहोला।
ओके ल खै तिम्रो ह्याप्पी डान्स हेरौँ त यो है ह्याप्पी डान्स ल सबैजना गलेको हो यसरी तेरो डान्स बब्बाल छ कस्तो लागिरहेको छ तेरो डान्स डान्स नगर्ने सोनियालाई के भन्छ सोनिया दाइजो पो सोनियाको लागि दाइजो दिइसक्यो है इसरीलाई आज है हाम्रो सुचुक्यू छ सुचुक्यू भएको हुनाले चाहिँ अनि टक्क ह्यान्डसम स्यान्सम भएर आएको छ अनि यो चाहिँ हाम्रो टक्क सुचुक्यूको चाहिँ गएको हुने यहाँ चाहिँ गो सुचुक्यू उमेद त गोजाइमास भनेको छ अनि सबैजना रेडी भएर आइसकेको छ अनि यहाँ चाहिँ हामी पर्खिरहेको छौँ चाहिँ है अब सब विद्यार्थीहरू छ यो चाहिँ निवङ्गाको सुचुक्यू हुनेवाला विद्यार्थीहरू सेन्से भनेको आइसक्यो हाम्रो सेन्सियर हुनुहुन्छ यता सबैजना थाहै नपाई 15 महिना गइसकेछ हाँस्दै हाँस्दै आइहाल्यो यो स्कुलमा यो पढ्नलाई यो गाउँमा असो रुँदै रुँदै बिदा हुँदैछ जस सबैजना एसएससी हुनुहुन्थ्यो क्लास टिचर फेरिनु भयो होला तर पनि
क्लास अगाडि हुनुहुन्थ्यो। यहाँ चाहिँ सक्यो यो पढाइ चाहिँ। अब फेरि अर्को यात्रा सुरु हुनेछ पढ्नको लागि। रुँदै रुँदै जाँदैछ। ल बाई बाई। ल नरिजाऊ फेरि भेट गइहाल्छ नि, किन रुको है। ल नेक्स्ट स्टेपमा भेट हुन्छ। हाँस्दै हाँस्दै आइया थियो, थाहै नपाई धेरै पो गएको छैन त। राम्रोसँग जाऊ। खोइ किन नरुका तिमी, रुवा छिटो छिटो रुवा, छिटो रुवा, छिटो रुवा। वाह छिटो रुवा, नरु हाँस्दै जान्छ। किन तिमी नरुक, रुवा रुवा भनेको, रुवा भनेको। रुवा तिम्रो आँसु भ्याइयो। सेन्जेले हामी सबैलाई यो ढोकासम्म पुगेर आएर सबैलाई पठाउनु भयो र सेन्जेले हात मिलाउँदै बिदा गर्नुभयो। सेन्जे सायनारा कनकुरा स्विट सुमो ओमाइदासिमास। अब चाहिँ सक्यो आजदेखि क्लास। सेन्जे पनि रुनु भयो।